रवि लामिछाने र बालेन शाहको एकता यो देशलाई आवश्यकता थियो र यो दिन बनाउने यी पुराना दलहरू नै हुन् र एकता गरेर तपाईहरुले धेरै राम्रो गर्नु भएको छ। सम्पूर्ण तिनको नेपाली जनतालाई बधाई छ। अब जसलाई जे लागोस् तर हामीलाई विकल्प चाहिएको थियो त्यही भयो र रवि लामिछानेले आफू त्यागेर जे भए पनि प्रधानमन्त्रीको उम्मेदवार बनाएर बालेन शाहलाई अगाडि सारेर एकता गर्नु भएको छ। यो एकदमै खुसीको कुरा हो। यो भन्दा खुसी अरु केही हुन सक्दैन। अरु पार्टीसँग त प्रधानमन्त्रीको क्यान्डिडेट अगाडि सारेर चुनाव लड्ने हिम्मत नै छैन। किनभने प्रधानमन्त्री बन्ने भनेको त्यही पुराना दलका नेता हजुरबाहरू नै हुन्। त्यही भएर उनीहरूले प्रधानमन्त्रीको क्यान्डिडेट अगाडि सार्न सक्दैनन्। तर राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले लचकता देखाएर यो जुन एकता गर्नु भएको छ यो साह्रै राम्रो काम गर्नु भएको छ। उहाँले बालेन शाह र रवि लामिछाने बीचको एकता, बालेन शाह रवि लामिछाने पार्टीको सभापति र प्रधानमन्त्रीको उम्मेदवार बालेन शाहलाई बनाउनु भएको छ। यो नेपाली जनताले यही चाहिएका थिए। तपाई दुवैजनाले जनताको आवाज र जेनजी आन्दोलनमा भएका ती मागहरू सम्बोधन गर्नुहुन्छ भन्ने आशा छ र अब बहुमत तपाईहरुको पक्षमा छ। नेपाली जनताले तपाईहरुलाई भोट दिएर जिताओस्। सम्पूर्णलाई बधाई छ।